पास्टमा के भयो भनेर किन यति धेरै सोच्ने, त्यो त चेन्ज हुँदैन, तर आजको एक्सनले फ्युचर चाहिँ चेन्ज हुन्छ। हाई एभ्रिवान, वेलकम टु अनिसा फिट मोड। अनि सोच्दै हुनुहुन्छ होला अनिसा फिट मोडको भिडियो किन आएन दुई तिन दिनदेखि भनेर। म चाहिँ अस्ति मन्डेको वर्कआउट लेग डेमा लेग प्रेस गरिरहँदाखेरि चाहिँ मेरो चाहिँ लेफ्ट साइडको ग्लुट्स चाहिँ स्ट्रेच भएको थियो। मलाई चाहिँ वर्कआउट गर्दाखेरि नै फिल भएको थियो, हल्का पेन भएको थियो। त्यही पनि मैले वर्कआउटहरू सेट्सहरू कम्प्लिट गरेँ। अनि घर आएँ, मङ्गलबार पनि गएँ मैले चेस्ट र ट्राइसेपको गरेँ। अनि बुधबार दिउँसोदेखि त कस्तो धेरै पेन भएको क्या, बसेको ठाउँबाट उठ्न बित्तिकै चसक चसक अति धेरै नै दुख्यो क्या। अनि हिँड्न डुल्न पनि भएन। अनि सो मैले चाहिँ रेस्ट लिएको थिएँ, त्यही भएर भिडियोहरू आएको थिएन। अनि आज चाहिँ मैले गरेँ ब्याक एन्ड बाइसेपको वर्कआउटहरू। अनि आजको दिन चाहिँ मेरो यस्तै भयो। थ्याङ्क यू सो मच फर वाचिङ। अब चाहिँ म डेली भिडियोहरू लगाउने छु, आउनेछन् मेरा भिडियोहरू। बाई बाई, लभ यु अल।